ओहे यत्रो गयो रहेछ त यार। खुट्टा यस्तो गढे है यार। गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ बिहानीको कति बज्दैछ, 8 बजिसकेको रहेछ होइन। हामी चाहिँ यहाँ 8 बजीतिर हिँड्यौँ। सो नमस्ते एन्ड हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। र अहिले चाहिँ अब हामी राइडको लागि निस्केको छौँ होइन। अब कति दिन भयो थियो भ्लग पनि नबनाएको मैले, यसो कन्टिन्यू पनि गरेको थिएन। सो आज चाहिँ भ्लग बनाउन जाँदैछु। यस्तो पानी नि पर्ला जस्तो भएको छ कि यार वेदर थियो। वहाँ पुग्दासम्म पानी पऱ्यो भने त टेन्सन हुन्छ त फेरि। उही त्यो साइलेन्सर छोइएछ यार है, मुट गरेर कर। ओहो के हो यो आरएमको प्रब्लम भनेको फेरि यस्तै हो कि सधैँ डबल साइलेन्सरको त्यो घोटीमा छोइने के काट्टा कुट्टा डबल लोड बस्ने बेला चाहिँ। ल गाइस पानी पऱ्यो यार। पानी पऱ्यो भने त फेरि मैले भ्लग बनाउनै पाउँदैन नि त, फेरि माइक बिग्रिहाल्छ है। पानी नपर्दै हुन्थ्यो यार, तर पर्छ यो पानी त। ल अहिले चाहिँ हामी यहाँ तालचोक आयो होइन। अहिले चाहिँ हामी चाहिँ यताबाट जानु पर्ला, उता सिद्धबाट पनि जानु मिल्छ होइन, तर यताबाट चाहिँ सर्टकट पर्छ भन्थ्यो क्या अरे। अब यतैबाट जाने त होला नि होइन। यो सिसुवा हुँदै यो बेगनासताल हुँदै जानु पर्ने हुन्छ हामी चाहिँ यताबाट होइन। उताबाट चाहिँ डुम्रेबाट छुट्टिन्छ क्या ठ्याक्कै। यो पालि चाहिँ मेरो यो शुद्ध गरेर थर्ड टाइम हुन्छ होइन। मनाङ पहिला नि 2 चोटि गइसकेको थियो, तर बाटो त बिर्सिसकेँ यार मैले। पहिला जाँदा कस्तो थियो, अहिले त बाटो बनाइसक्यो भन्दै थियो के अरे। राम्रो यार, लेट्स सी कस्तो हुन्छ अब हाम्रो राइड होइन। पहिला चाहिँ हामी आउने बेला चाहिँ उता काठमाडौँबाट आएको थियो होइन, अनि त्यही भएर यताबाट चाहिँ मलाई बाटो राम्रोसँग थाहा छैन। उता डुम्रेबाट गएको थियो क्या हामीले पहिला चाहिँ। एकचोटि चाहिँ सुटिङको लागि गएको थिएँ छड्को टुको, अनि एकचोटि हामी क्रस फायरको राइडबाट गएको थियौँ होइन। बवाल भयो त्यहाँ राइड त्यहाँ। अब आज नि बवाल गर्नुपर्ने हुन्छ है त साथीहरू। यो बाटो फेरि लास्टै टर्निङ रहेछ क्या। गाइस यार यहाँ पहिरो आएर रहेछ यार, भिडियो हान त मेरो। ल हेर्नु न बिच बाटोमै पहिरो गएछ त यार। ल बाटो यही हो। बाटो त एक्सट्रिम रहेछ त नि। यहाँ तल नि गएको थियो पहिरो यार, यहाँ पनि गयो रहेछ। बर्खाको टाइममा यस्तै हो कि गाइस। ओइ मा गड्ने खालको हिलो रहेछ त यार यहाँ।
के हो यो भन्ज्याङ भन्ने ठाउँमा पहिरो आइरहेछ क्या गाई चाहिँ तैत ओहो डरलाउने बाटो रहेछ त यहाँ त यार बुढी चाहिँ वहाँबाट हिँड्दै आउँदैछ है डबल रोड हिलोमा गर्छ नि त त्यहाँ फेरि है बाटो त यहाँको ओहो नेक्स्ट लेभलको रहेछ बिचरा यत्रो भारी बोकेर आउँदैछ यार हाइट ट्रेकिङ जान लागे जस्तो देखेछ त यार ट्रेकिङ जान लागे जस्तो देखेछ क्या ल ठिक छ दामी देखेछ ल खै पछाडि हेर त झोला कति ठुलो छ आम्मा ल ओहो यस्तो त अनि यहाँ डरबाइङमा बस्दा त तान्दैन त उकालोमा त ढाडसाड फुत्किन्छ हौ गाई चाहिँ फुस्किन्छ होइन फुस्किसक्यो पहिरो गएको रहेछ कि यो बाटोमा त यार खत्तम छ अरे ओहो यहीँबाट फर्किनु पर्छ क्या हो राइट ए राम दोस्तै रहेछ त यार ओहो खै झोला बोक्दिउँ म जानी त होला नि अब केही हुन्न ओहो बाटो हिँड्ने गाई चाहिँ यार यता छेउछेउबाट आउँछ ल हैट यस्तोमा फेरि डेन्जर टायर घट्छ क्या बिचबाट जानुपर्छ क्या ओए गड्यो टायर मुला टायर गड्यो यार डेन्जर गड्यो हेर न डेन्जर गड्यो यार हिरो खुट्टै गड्यो यार यस्तो थै डेन्जर दौड लाउनु खाँदा ए रामा खुट्टा त ओहे जुत्ताको ताल हेरेर गाइज बसेर ल्याएको भनेको डेन्जर गड्यो हेर यत्रो गयो रहेछ त यार खुट्टा यस्तो गड्यो यार हैट आम्मा बाटो हेर्ने न गाइस थैत
औडै जुत्ताको ताल लिएर कस्तो गढेको यार त्यो पहिरो भएर होला नि डेन्जर औडा भइदिरहेको नि थैत हालिने गाई जस्तो छ केले पुस्ने हो रेनकोटले पुस्ने हो हैट जुत्ताको ताल हो र ल बस खुट्टाको ताल देखाउनु ल जुत्ताको हो ल जाउँ ओके एउटा डाँडै खाइदियो रहेछ त नि एउटा डाँडै पहिरो झऱ्यो यार ओके त्यत्तिकै हाल्नु पर्छ ल हैट ल केटा हो यो बाटोतिर चाहिँ नआऊ है यो बाटो डेन्जर पहिरो आएर रहेछ यो ठ्याक्कै के हो यो नेटा भन्ने ठाउँतिर हैट एउटा खोला आयो नि पानी खुट्टा भिजाउँथ्यो यार ल गाइज अहिले 12 बज्न लागिसकेको छ होइन हामी चाहिँ भर्खरै खाजा खाएर निस्किँदैछौँ यहाँ बेसी सहरबाट अघि बेसी सहर चाहिँ लगभग हामी 11 बजीतिर आइपुगेको थियो अब मनाङ कति टाइममा पुगिन्छ हामी बाटो बाटो भुलिँदै गइन्छौँ होइन बिस्तारै आनन्दले नो रस चिल राइड सेफ राइड लगाए जब चाहिँ हामी यहाँ सुरुङतिर छिर्न लागेको होइन यो बाटो जानु पऱ्यो क्या ऊ त्यो उसमा थिच त्यहाँ एकचोटि मात्रै थिच आयो रग है यहाँ मिलाउँछु म होइन यस्तो उल्टो गर ठ्याक्कै रग है ठ्याक्कै यसरी खिच है यसरी लगाइज आइहाल्छ इन्स्टा देखिन्छ यो चाहिँ टक्क 360बाट एक स्न्याप हानौँ न होइन लाइट बाल्नु पऱ्यो नि त ओए यहाँको त जोल्टिङै नदेखेँ क्या आम्मा साउन्ड हेर न डेन्जरीको आए है आम्मा केही हुन्न अहिले मिलाउँछु क्या म डेन्जर लाउडा आएर गाई चाहिँ रमाइलो थोरै छिन्को रमाइलो त्यतिकै लिएर होइन है देखिन्छ के के
ल गाइस यो चाहिँ न्याक्दी भन्ने गाउँतिर आइपुग्नु लाग्यो हामी। पहिला हामी मनाङ राइड जाने बेला राजकुमार थापा मगर खसेको हल्का अगाडि हो क्या, हामी सँगै गएको थियो कि राइड त्यति बेला होइन। क्रस फायरको राइड जाने बेला सोल्टी त भ्याना चिट भइदियो अनि ट्याक्क भ्लग बनाउने भनेर गएको थियो एक्लै सोलो बत्तेर। अब त भरे सोल्टे त अनि सोन्टे भइदिएछ कि सोन्टे। अफरोड सुरु भयो त साथीहरू, अफरोड टनेलबाट निस्केर हामी अफरोडतिर लाग्यौँ। त्यो राजकुमार खसेको यहाँबाट हो क्या, पहिला यहाँबाट हो कि त्यो राजकुमार थापा मगर खसेको। गाइज यो भिडियो हामी सँगै राइड जाने बेला यहाँबाट हो कि खसेको। ठ्याक्कै हामी चाहिँ त्यति बेला यो होटलमा बसेको थियो होइन, यहाँबाट तल खस्यो बिहानै। गुड मर्निङ भइदिएको त नि यतातिरका उसको त नि बिचरा राइडै क्यान्सल भयो। अनि हामी चाहिँ त्यसपछि माथि चल्यो, ऊ चाहिँ एम्बुलेन्समा फर्केको थियो त्यति बेला। तर त्यो राइड चाहिँ यस्तो बवाल भएको यार, सही रमाइलो भएको थियो त्यति बेला। न्याक्दे अन्त अब डबल रोड छ होइन, खासै कुदाउनै मिल्दैन। पछाडि बस्नेलाई गाह्रो पर्छ क्या कुदायो भने, फेरि चलाउनेलाई त खासै केही हुँदैन क्या यस्तो बाटोमा त। त्यही भएर आनन्द जाँदैछौँ हामी चाहिँ बिस्तारै चिल पारामा। Closing in the night, and there ain't no point in resisting. Living life like a dream, live it right, that's the thing. Every night got a team, I've been tied to the scene. ल यो चाहिँ अक्टोपस झर्ना हो होइन। अहिले त पानी सुकेर पहिलाको बर्खामा अहिले सिजन नरहेछ क्या, बस सिजनमा आएको भए त डेन्जर यसरी छरिएर आएको देखिन्थ्यो क्या यहाँबाट। ओइ पानी पऱ्यो यार, पानी पऱ्यो। ल अब चाहिँ इन्स्टा 360 को हेरौँ है त। अब गोप्रोको त ब्याट्री सकिहाल्यो होइन, कस्तो भयो त नि, डेन्जर दुख्यो होला है तिमीलाई त? ल सही अब चाहिँ लाग्नु पर्ने।
लगाएछ हामी चाहिँ अहिले भर्खरै होइन चामे कटेर आइसक्यो यो बिच बाटोमा छ होइन ऊ त्यो देखेको डाँडा ऊ त्यो डाँडा भन्दा उता हो जानुपर्ने अझै कति बजी पुगिन्छ यार यत्तरीका थाकिसक्यो कति 5 ठ्याक्कै 5-7 भइसक्यो रहेछ होइन हामी चाहिँ डबल लोड आएको थियो नि त त्यही भएर बिस्तारै बिस्तारै आएको होइन अब यहाँ चाहिँ रेस्टमा छ यता यता बुढी पनि रेस्टमा छ टाउको झोक्राएर बसिरह थकित अवस्था भएर यो खोला नि डेन्जर रहेछ क्या हेर्नुहोस् त पुग्ने कहिले हो थाहा छैन फेरि ठेगानै छैन अब उता पनि है के भन्दैछ मेरो भ्लगमा लजाउँछन् के ऊ चाहिँ अलि मनी बोल्न त आउँदैन खासै भ्लगै कबाड भयो आजकोमा के सोचेको होइन गोप्रो नि 2टा ब्याट्री हालेर ल्याएको बिच बाटोमा आउनु नपाउँदै पुरै ब्याट्री डाउन भइसक्यो क्या के अनि यस्तै छ अब इन्स्टाबाट नि हल्का इन्स्टा 360बाट नि हल्का हल्का हान्दैछु अब पानी परेर लुत्तुक्क भयो फेरि यहाँ चामे आएको त फेरि पानी नपरेर रहेछ सोधेको मान्छेलाई होइन 4-5 दिन भयो अरे पानी नपरेको वहाँ तल धारा पानीसम्म त डेन्जर हुँदै आयो हामी धारा पानीबाट अनि लगभग चामे आइपुग्न लाउने बेला चाहिँ पानी हल्का सुक्यो होइन सब जुत्ताको हालत हेर्नुहोस् त यस्तो छ अहिले जुत्ता नि फाट्यो हेर्नु त यो हेर बाइकको हालत त भइहाल्यो भन्नै परेन होइन बस्नु पारेको भइसकेको छ ल त्यही हो गाइज अब अहिले कता पुगिन्छ बाटोमा गएर भेटौँला है त ल गाइज भर्खरै मैले यहाँ गोप्रो सेट गरेँ होइन पावर ब्याङ्कमा हल्का चार्ज गर्थ्यो हल्का चार्ज भएर चाहिँ होइन यस्तै छ पानी परेर ढुस भइदियो कि ल यो ठाउँ चाहिँ होइन सही छ कि भिड हेर्नु न यो एरियामा यो टिकटकतिर नि डेन्जर भाइरल छ क्या यो ठाउँ ल जाउँ भयो अच्छा यही हो एक्सट्रिम रोड एउटा यस्तो छेउतिर हिँड्नुहुन्न क्या यसको टायरले फेरि फालिहाल्यो भने टेन्सन हेरामा भिर तल ओहो बिस्तारै जानुपर्छ अच्छा बाटो त डेन्जर फोडेर बनाएर रहेछ यहाँ यार है डरै लाउने यार छेउमा जान त बरु जति सक्छ त भित्रतिर ठोक्दिन पर्छ क्या सही हो यार यो चट्टान त चट्टानको बाटो ओहे डबल लोड छ नि त गाइज त्यही भएर बिस्तारै जानुपर्छ क्या यो बाटो सही हो उकालोमा फेरि बोल्नै सक्दैन क्या बाइक कुदाएको बेला तर पहिलाको भन्दा त हामी बनाएर रहेछ अहिले त जियोस प्लास्टरको बाटो बनाएर रहेछ क्या अहिले पहिला हामी यो बाटो आउँदा त अब कहिले मनाङ पुग्न 1 दिन लाग्थ्यो होला यार 2 दिन 1 दिन त हातमा बाटोमै बस्नु पर्थ्यो अहिले त 1 दिनमै खानसार पुग्न लागिसक्यो हामी चामे कटिसक्यो बुढीलाई डेन्जर गाह्रो भयो जस्तो छ मेरो बुढीलाई गाह्रो भयो गाह्रो त भइहाल्छ नि यार गाइस मलाई गाह्रो भइसकेछ
ल्याक ल्याक बाइक जति आयो माथि माथि आयो त्यति ल्याक हान्दै आउँछ कि हामी त फेरि एकदम बिस्तारै आनन्द पारामा आउँदै थियो होइन रेस्ट गर्दै किनकि अब पछाडि बस्नेको पीडा बुझ्नुपर्छ नि त गाइज सोलो भएको त सोलो रन्किँदै हिँड्थ्यो होइन अब दुईजना भएपछि हामी बिस्तारै जान्छौँ आउच ओए हिमाल ओए सही देखेछ त यार नाङ्गो डाँडा हैच बवाल दिएछ यार हेर्नु यस्तो ल्याग हान्यो क्या यताको बाटो फेरि वाइल्ड छ नि गाइज टाउकोतिर चिसो हानिसक्यो लेक लाग्यो क्या मलाई नि यस्तो सिलिन्न हानेको क्या ट्रेकिङ ट्रायल खोला चाहिँ डर लाग्ने हो कि पागल जस्तो वाइल्ड हो त नि हेर्नु न ल गाइज यही हो स्वर्गद्वारी भन्ने ठाउँ यो ल हेर्न सक्नुहुन्छ तपाईँहरूलाई म घरै बसी बसी स्वर्गद्वारी देखाउँदैछु त्यो डाँडामा होइन अहिलेसम्म कोही गएको रेकर्डै छैन अरे क्या जान नि सक्दैन अरे क्या यहाँबाट हेर्दा यस्तो सिलित्त छ नि त होइन जान मिल्ने जस्तो छ नि त होइन तर कोही मान्छे नि जानै सकेन क्या यो ठाउँको नाम चाहिँ स्वर्गद्वारी हो होइन अब मलाई त्यति साह्रो नलेज त छैन होइन जेस अलिअलि सुनेको अनुसार चाहिँ यो ठाउँमा मान्छे त्यो हुन्छ ओए हिउँ हेर त आम्मा जेस यो ठाउँमा चाहिँ होइन मान्छे मरेपछि चाहिँ मान्छेको आत्मा चाहिँ यो बाटो हिँड्छ अरे क्या राति यो बाटो हिँडेको कहिले कहिले देखिन्छ अरे क्या मान्छेहरूले यहाँको लोकल मान्छेले भनेको थियो होइन आम्मा यस्तो बवाल ठाउँ यार सही हो हामी चाहिँ एकदम आनन्द चिल पारामा आउँदैछौँ क्या त्यही भएर हतार छैन ल बिचार मेरो बुढीलाई है साह्रै गाह्रो भयो हेर्नु न यत्रो छ क्या यत्रो वेट छ यार ए रामा तैत अब जति वेट भयो नि के गर्नु त अब भरे घर गएर मसाज दिनु मैले त हो यस्तो यस्तो मसाज गरिदिने अब आफूलाई त गरिन्नन् ल बुढीको स्न्याप हान्ने रे यहाँ भिडियो हो कि के हो ओइ ल भयो 1 2 3 को हिँड्यौँ हामी चाहिँ भ्यू हेर्ने न भ्यू यस्तो आनन्द आउँछ मनाङमा नि हेलिकप्टर आउँछ यो पहाडै खतरा छ क्या आम्मा डर लाग्दो यार सही हो जङ्गलको बाटो बाइकले तान्नै छोडिसक्यो क्या अब यहाँ हाई एल्टिट्युड लाग्यो क्या बाइकलाई नि हेर फुल
बटार त नि मा कुद्दै कुद्दैन के यस्तो चुट्टिनी गरेर बटार पावरै छैन भने होला कति चिसो रहेछ मान्छे त ओहो बाइकलाई चिसो लाग्यो गाइस बाइकलाई बाटो त यस्तो दामी बनाइसकेको छ अहिले प्लास्टरको बाटोहरू हेर्नु न तानेकै हेर्न भने कति बसिसकेछ अहिले 6 बन्न आँटिसकेको रहेछ हे राम पहाडी भेगमा आउनु नै छुट्टै मजा छ क्या हिमाली भेग पहाडी भेग पो भनेछ मलाई बटार कान्छ बटार कान छुटिने गरेर बटार थाकिसक्यो यार कति बजी बाइक चलाएर होला यार अनि के वहाँसम्म यस्तै भयो त हामी त एकैछिन पुगिन्छ नि फेरि उयो कुन ठाउँमा आयो मनाङको एयरपोर्ट आउनु लाग्यो क्या हो छ नि मनाङमा नि एयरपोर्ट आउँछ उयो दामी रहेछ त नि यार कुन ठाउँ हो यो दुध पोखरी ढुक्कुर पोखरी रे ए अब त यहाँबाट त खाङसार त नजिकै छ अनि दामी बनाएको तर यहाँ घरहरू चाहिँ हेर वाउ अप्पर पिसाङ लोवर पिसाङ उयो कहाँ हो छुट्टिने बाटो दुइटै बाटो एउटै ठाउँतिर हो क्या हो ओ यो कुन लेक हो यहाँ एउटा भिडियो बनाउनु पर्छ क्या भिडियो बनाउने हो यहाँ तर लेकै सुक्यो रहेछ यहाँको यार अहिले यो सिजनै नभएर क्या गाई जस्तो भएको यो चाहिँ सिजनमा त डेन्जर दामी हुन्छ नि यहाँ ताल त उसतिर नि सुक्यो होला भन्छ त हो यहाँ हुन्छ क्या तालै सुकेर रहेछ
यो हो नि त मजा। यो बाटो गयो भने पुग्छ क्या लेकतिर कि कहाँ हो, यताको हो कि यता कता हो? ग्रिन लेक जाने बाटो थियो कि अलि उतै हो? उही यहाँनिर के हो, सुकिसक्यो ताल त। ब्लक भयो कि भएन, भइरहेको रहेछ। बाइकले ल्याग हाने टेन्सन। बाटो त दामी छ नि यता फेरि। कोही भेट्दैन त बाटोमा नि यार, आउँदा नि भेटेन यार। बाटोमा नि थोरै जान मात्रै भेट्यो क्या, खासै मान्छे नआएर रहेछ क्या अहिले मनाङतिर। यसो साथी त हुन्थ्यो। कानमा के चिरो फिरे यार थैत। अनि उदय देखेको क्या गाइस खाङसार। ग्रिन लेक जाने हो यहाँ? ग्रिन लेक जाने हो? यताबाट हो कि उताबाट जान्छ क्या? ल गाइस अहिले चाहिँ हामी आइसक्यो होइन, टट्ट 7:30 भइसक्यो यहाँ। अब भोकला खाना खानु पर्ने हुन्छ। सो यति भन्दै मेरो आजको भ्लग चाहिँ यहीँ सकिन्छ। भोलि अर्को नेक्स्ट भ्लग है त। हामी बसेको थियौँ यहाँ है।